यसको सम्पत्ति छुइदिएको तर्स्यो। वाउ बबाल छ नि यस्तो दामी। इस्कुस भर्खर फल्न सुरु गरेको छ भन्दा पनि थुप्रै फलिरहेछ। यो म चाहिँ घाँस काट्नु हिँडेको साथीहरू। यहाँ कच्चे चाहिँ सिस्नु हो, सिस्नुको फुल हो। सहरमा पनि फिल्ड छ, गाउँमा पनि घाँस काट्न सक्ने, कम्प्युटर पनि चलाउने। हेलो 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 सेवा नमस्ते सम्पूर्ण युट्युब मेम्बरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला। अनि आज धेरै समयपछि एउटा भ्लग सानो भिडियो बनाऊँ भनेर धेरै दिन भइसक्यो, लगभग 2-3 हप्ता भइसक्यो आफ्नै कार्य व्यस्तताले गर्दा। अनि म चाहिँ अहिले भर्खर गाउँ आइपुगेको छु। अनि गाउँको दृश्य एकदम रमाइलो छ। यतै कोदोबारी छ अनि यस्तो छ जोस् रमाइलो छ। अनि आज चाहिँ तपाईहरुलाई मैले धेरै लामो समयपछि एउटा सानो भिडियो बनाउने प्रयत्न गरेको छु। अनि यता हेर्नुहुन्छ भने इस्कुस बब्बाल फलिरहेछ इस्कुस। अनि यो चाहिँ गोगुन भन्छ हाम्रोमा, गोगुनको बोटमा। आमामा हेर्नु न इस्कुस उता नै फलेको छ दामी, यता नै फलेको छ। अनि यस्तो छ। अनि यो चाहिँ इस्कुस है, इस्कुस भर्खर फल्न सुरु गरेको छ भन्दा पनि थुप्रै फलिरहेछ। यो इस्कुस हो। अनि यस्तो छ हेर्नु न इस्कुस यता पनि फलिरहेछ, यता इस्कुस करेला पनि भन्छ, त्यसले इस्कुस भन्छ हैन। हाम्रो गाउँमा चाहिँ करेलै भन्छौँ है हामी चाहिँ। यस्तो छ है। अनि यहाँ के रे किवी यस्तो दामी छ किवी घारीमा, तर पस्ने त्यति उ छैन हैन, अलिक घारी घारी भएको रहेछ। अनि मैले तपाईहरुलाई र पनि म किवी देखाउने छु। म चाहिँ घाँस काट्नु हिँडेको साथीहरू। यहाँ कच्चे छ है पन्जासँग। अनि यसरी यहाँ म चाहिँ किवी हेर्न बसेको। बाबा टन्नै उ रहेछ के अरे माकुराको जालो सिस्नु रहेछ यहाँ, सिस्नु। वाउ किवी त हैन फर्सी चाहिँ फलेछ है। इस हेर्नु है। अनि यो त किवी त एउटै फलेको छैन त सर, खोइ देखिन। यहाँ पस्नै सकिँदैन, घारी धेरै छ। यस्तो छ हेर्नुहोस्। ओ यो चाहिँ किवी घारी हो, छिर्नै नसक्ने छ, भित्र फलेको हुन्छ। यहाँ खोर्सानी यति फल्थ्यो, तर अहिले के हो के खोर्सानी पनि किवीले मासिसकेछ। तर कहाँ फलिरह्यो यस्तो छ है। ल म पस्नु सकिनँ है साथीहरू किवी गाडी भित्र। सिस्नु हो, सिस्नुको फुल हो। यो बबाल खाँदा पनि हुन्छ है, कतिपयले खानु भएको होला। अनि यो खाँदा चाहिँ मलाई चाहिँ मिठो लाग्छ, मकैको भातसँग थेप्लोसँग खानुपर्छ। यो चाहिँ दामी हुन्छ। फेरि चामलको भातसँग चाहिँ मिठो हुँदैन अरूसँग त्यति। अनि के अरे मकैको सँग त यस्तो बबाल हुन्छ। यो चाहिँ हाम्रो पहाडमा फल्ने ओरिजिनल काँक्रा भन्छ है साथीहरू। हेर्नु यो कम्तीमा पनि 10 केजी छ। यस्तो भएर यो पाकिसकेको छ, नपाकेको हेर्नु यता उ झुन्डिरहेछ। यत्रो हुन्छ
वाउ यस्तो छ उ मासतिर लटम्मै फलिरह यो चाहिँ गाउँघरको काँक्रा हामीले चाहिँ प्रुफ भन्छौँ अनि यो चाहिँ काँक्रा हो प्रुफ वाउ बबाल छ नि यस्तो दामी अनि हाम्रोमा चाहिँ यो दुई खाले सिस्नु हुन्छ के यो चाहिँ अर्कै खालको हो अनि यो अर्कै खालको यो अर्कै खालको सिस्नु तर बबाल मिठो लाग्छ है मलाई चाहिँ अब म चाहिँ झर्ने बाटो रहेन हैन यस्तै बाटो झर्दिनु पर्यो साथीहरु के गर्ने यस्तो लडेर झरियो हैन बाटो रहेनछ अनि यो चाहिँ म चाहिँ आज दामी तपाईहरुलाई घाँस काटेको भिडियो लाउने छु के गर्ने गाउँ आएपछि गाउँ बसेपछि घाँस काट्नै पर्यो के रे म चाहिँ यता छु अनि हजुर गाडी छ अनि यता छु म चाहिँ यस्तो घाम भएर यस्तो गर्मी भइराछ बबाल गर्मी छ हैन र पनि ठिकै छ घाँस त काट्नै पर्यो हैन घाम छ भनेर नकाटी बस्ने कुरो भएन अनि यस्तो छ अनि यो करेला यस्तो दामी छ कि इस्कुस भन्छ तर हामी करेलै भन्छौँ बच्चादेखि भनिरहेको चाहिँ करेला हो खास गरी तराई सहरतिर चाहिँ करेला भनौँ भने तिते करेला बुझ्नुहुन्छ हैन अनि तिते करेला बुझ्नुहुन्छ हाम्रो गाउँमा चाहिँ यसैलाई भन्छ करेला त्यो तिते करेला र तिते यति फल्या छ यति ओह गाडी छ नि हो के गर्ने बजार छैन अनि यस्तो छ उत्तिसको बोटभरि पनि इस्कुस फलेको छ अनि यो के को बोट हो पनि यहाँ पनि फलेको छ दामी दामी छ यता हेर्नु है अनि मेरो यो मकैबारी हेर्नु न घाँसै त कति छ यो मेरो मकैबारी हो यस्तो धरतुङ देखिरहेछ यता उँधो चाहिँ अनि म चाहिँ यस्तो घाँस घारी गोठ जानुपर्छ के बाटै छैन घाँसकोले हेर्नु न यस्तो छ घाँस पनि यति पलाएछ यो नेभारोको बोटहरू हेर्नु न यहाँ इस्कुस कति फल्याछ के झिलङ्गी रहेछ दामी झिलङ्गी फल्छ अब यो दामी फुलेछ अनि यो चाहिँ झिलङ्गी हो है यसको चाहिँ दाल खानु दामी हुन्छ है अनि यता चाहिँ आज हुसो लाग्दैछ घाम पनि लागिरहेछ घरि हुसो यता देखिएको चाहिँ धरतुङहरू मेरो पालिका यहीँ तल छ सुन्तलेहरू देखिरहेछ घरिङ्कादेखि लिएर यता कोछाले हुँदै त बाँसघारीहरू हुँदै म अब यहाँ कहाँ जाने त निस्किने ठाउँै छैन यार जसरी पनि निस्किनु पर्यो म यस्तो घाँस मात्रै के तपाईँको केही छैन अरू यस्तो घाँस छ कि बाबा वाह घाँस यस्तो घाँस घाँसघारी बो के गरी निस्किने हो बाल घाँस रहेछ यार अनि आज यति घाम भएको छ कि कुरै छोड्नु न बब्बा गर्मी अनि यो पन्जा लाएर यो कचिया हो यसले चाहिँ मैले आज घाँस काट्नुपर्छ गर्मी टन्नै भएको छ गाह्रो छ अनि यस्तै घाँस काट्नुपर्छ
यस्तो घाँस छ यो घाँसघारी पुरै घाँसघारी यता हेर्नु न घाँसघारी। अहिले म एकछिन रह्यो पर वस्तु लिएर घाँस काट्छु अनि बोक्नु चाहिँ पर्दैन यहाँ नजिकै हो। अनि त्यसपछि काटेर थुपार्ने अनि त्यहाँ भरे हालिदिने हो। अनि म चाहिँ यस्तो छु आज यता यी गर्मी भएर हेर्नु न घाँसघारीमा आएको घाँसले पुरै चिलाउन थालिसक्यो। अनि के गर्ने गाह्रो छ जिन्दगी ल्याङल्याङ छ हैन। अनि म चाहिँ यसरी अहिले चाहिँ शीतलमा यो गोगुन भन्छ गोगुन अनि यो के अरे थेतोङ के भन्छ हाम्रो भाषामा चाहिँ घोत्ली कि के हो घोत्ली। अनि त्यसको शीतलमा चाहिँ म शीतल तापिराखेको छु। अनि उता ध्रुव सर आउनु हुँदैछ। ध्रुव सरले नि मलाई घाँस काट्नु सघाउने रे। अनि हामी मिली काम गर्छौँ नि त उसको नि। अनि घाँस हामी काट्ने एकछिन र चाहिँ लगभग हामी आधी घन्टा घाँस काट्यो भने कति छ घाँस पुऱ्याइहाल्छौँ एकछिनमा पुऱ्याउने छौँ। अनि लुथ्रुङ यता आउँदैछ गाउँको बसाइ यस्तै छ है त गाइसहरू। अनि म चाहिँ उता घाँस काट्ने ठाउँतिर जाँदै होसिया घाँसै नाथे त कति छ हौ कति साथीहरू हेर्नु है 50 मा भैँसी पाल्ने ठाउँ छ त नि 1 मा पनि पाल्नु गाह्रो छ। यहाँ घरमा बस्नु पाइँदैन घर बस्यो बेरोजगारी सहरी नै यस्तो छ फेरि समस्या। घाँसै नाथे त यतादेखि लिएर यो चाहिँ रक्ते कि के भन्छ यसको बोट है साथीहरू। यस्तो घाँसघारी छ घाँसै जता हेऱ्यो घाँसै यता पाखातिर हेऱ्यो घाँसै के गर्ने। इस्कुसको बोट त ऊ हेर्नु न कति हो यो कति छ बाबा यस्तो छ। अब गएर घाँस काट्ने हो घाँस काटेर अनि फेरि आज अर्कै ठाउँ हिँड्नुपर्छ। तर थुप्रो फलेछ यार ऊ होइन। अनि हामी यता छौँ नै फलेको हिँडिराखेर गोठाला छैन घाँस हालेको छ। घाँस हेर्नु यो चाहिँ मेरो झिलङ्गी बारी रहेछ बप्पल झिलङ्गी फलेछ फुल्दै रहेछ। अस्ति छरेर गएको थिएँ यो झिलङ्गी चाहिँ हुँदै छरेर गएको मेरो वस्तुहरू गाइस। उता घाँसै हेर्नु घाँसै नाथेर कति हो कति यो त झिलङ्गी बब्बाल फलेछ। घाँस त एउटै रहन्छ नि यार यस्तो छ। गाडी तरबारी भन्दा पनि बाँसबारी यता यस्तो छ। यो गोठ जाने बाटो यो है चरो राम्रो हेरिदिनु फुल हेरेर चाहिँ मेरो मोनिटाइज गरिदिनु पर्यो साथीहरू। हिजो गएर दुःख पाइयो पैसा नभएर ला मेरो गोरु सानो ल्याएको अहिले त यत्रो भएछ। यो चाहिँ बुवा ल्याउनु भएको यत्रो पुर्के थियो अहिले ठुलो भएछ होइन। अनि यो चाहिँ मैले ल्याएको है फेरि बब्बाल छ नि यो मेरो गोरुहरू उतोको कच्चै त्यहाँ टिप्नुहोस् अनि घाँस काट्नुपर्छ। अनि यो मेरो भैँसी पाडी बाछी गाई यो गाई ब्याउनु आँटेछ जस्तो लाग्यो मलाई कि मोटा गयो सुन्नु न यस्तो छ मेरो यो भैँसीहरू। वस्तु यति छ 1 2 3 4 5 6 7 8 छ त। अनि घाँस कम्ती खान्छ तर घाँस चाहिँ यतै छ है यतै काट्दै हालिदिने हो यता काट्ने हाल्ने यस्तो छ। अनि म चाहिँ यहाँ पर घाँस काट्छु हजुर है वाट ल ल हाम्रो पेसलजी यहाँ के अरे घाँस काट्नलाई रेडी हुनुहुन्छ किसानको छोरो
घाँस काट्नमा माहिर छ केटो। सर्वहारा जिन्दगी यस्तो चाहिँ सबैले मकै अब यति धेरै त काट्दैन, यति हो त्यहाँदेखि यता मात्रै काट्छ साथीले। होइन परसम्म काट्नुपर्छ सर। हाइट आज धेरै काम गऱ्यो नि त। हिजो भर्खर काम गराएको, हिजो पनि तपाईँको चाहिँ निन्द्रा एक अनि हात दुखेर होइन। यस्तो खालको बुढो चाहिन्छ भने विचार गरौँ है। जो व्यक्ति सहरमा पनि फिट छ, गाउँमा पनि घाँसपात काट्न सक्ने, कम्प्युटर पनि चलाउन जान्ने हैन, मान्छे पनि चलाउन जान्ने, अनि घर व्यवहार पनि चलाउन जान्ने, ह्यान्डसम पुरा ह्यान्डसम, जानदारीमा जानदारी, त्यस्तो खालको हाम्रो चाहिँ पेशल सर हुनुहुन्छ। हाम्रो पेशलजीलाई सब्सक्राइब गर्नुहोस् युट्युबमा पहिले चाहिँ, अनि फलो गर्नुहोस्, अनि कमेन्ट गर्नुहोस्। त्यसपछि बिस्तारै प्रत्येक भिडियोमा कमेन्ट गर्दै जानुहोस् हैन। अनि लास्टमा चाहिँ म साँच्चै भन्नुपर्दा तपाईँलाई माया गर्छु भनेर नेपालीमा लेख्नुहोस्। त्यो चाहिँ क्यापिटल लेटर्समा, इङ्ग्लिस जान्दैन, अनि क्यापिटल लेटरमा लेखेर मेन्सन गर्नुहोस् उहाँले हैन। ट्वाक्कै उहाँले तपाईँको चाहिँ रिप्लाई दिइहाल्नुहुन्छ। ल त्यस्तो गर्नु। आज घाम छ कि लास्टै घाम छ, तर केटो ह्यान्डसम छ है। त्यो पनि खान्छ त ढोर। यति बेला पुग्छौ ओ सानो योग हो योग योग पुग्छ यति बेलापछि। कहाँ पुग्छ सर? यहाँ सबै यो झिलङ्गी खाँदैछ क्या मुसाले। यसलाई सबै खोल्नुपर्छ नि त। कसले चुबुर काटेको रहेछ? उहाँ विदेश पनि 10 वर्ष बस्नुभएको कतारमा, कम्प्युटर अपरेटर हुनुहुन्थ्यो। पछि अनि राम्रै कमाएको छ, स्यालेरी पैसा। त्यो मानेमा चाहिँ तपाईँको चाहिँ त्यस्तो छ। घरको साइलो छोरा, सबैको प्यारो, घरको मात्र होइन गाउँको पनि। अनि साँच्चै त्यस्तो खालको मान्छे तपाईँलाई चाहिएको छ भने उहाँलाई सब्सक्राइब गरेर कमेन्ट गर्न नभन्नु ल। अघि नै भन्नु त भनिसकेको छु, त्यही पनि यो मान्छे
यसको सम्पत्ति छुइदिएको तर्सियो। फिनिस काम सिद्धियो सक्यो। साइजहरू ल मेरो साथी चाहिँ लागेको अवस्था जाने हो। हेलो फाइट खेलिरहेछ भैँसीसँग। अनि म चाहिँ अब घाँस सास काटेर अब लगभग 5 बजिसक्यो। 5 बजी घाँस हालेर यहाँ फाइनली मैले चाहिँ घाँस हालिसकेँ। अब घाँस टन्नै छ, अगाडि पनि रहेछ। अनि मैले चाहिँ 5 बजी नै घाँस हालेर चाहिँ अब घरतिर लागेँ। यतै घाँस खाँदैछ र गाईहरू यहाँ गोरुहरू घाँस खाँदैछ। भोलिको लागि यता छ घाँस। अनि यहाँ घाँस खाँदैछ मेरो बहरहरू। अनि म चाहिँ धुलोसरी भएँ। अब घाँसको उसले लास्टै चिलाउने कि तपाईँ त्यो खर हुन्छ। अनि म चाहिँ अब एकैचोटि भोलि आउँछु। अनि म चाहिँ घरतिर लागेँ, गर्मी भयो लास्टै। अनि अब म चाहिँ घरतिर लागेको अवस्था। अब गएर नुहाइधुवाइ गर्नुपर्छ। अनि पुरै गर्मी भयो। यो घाँसको दानाहरू के हुन्छ। अनि यो खरले चाहिँ लास्टै चिलाउँछ कि। अनि गएर नुहाउनुपर्छ मैले। अनि सुत्नुपर्छ, थाकियो पनि। अरू गर्दा लास्टमा चाहिँ घाँस काट्न आएको है त। यो चाहिँ पुष्टकारी यति धेरै छ कि पुष्टकारी। यो पुष्टकारी यो सेतो र रातो हुन्छ। अनि एक खालको सेतो छ। यो सेतो धेर रहेछ, रातो चाहिँ अलिक कमी रहेछ। पहिले चाहिँ रातो धेर थियो, सेतो कम थियो। अनि यहाँ मेरो पुस्तकारी, हाम्रो पुस्तकारी बारी यस्तो छ। टन्नै यहाँ लडेर हावाले यस्तो लडाइदिएछ। म चाहिँ घरमा पुगेको अवस्था। मौरीहरू क्या दामी छ। मौरीहरू चलिरहेछ। घरमा पुगेको अवस्था। अनि आज यति भन्दै मेरो भिडियोहरू टुङ्गाउन चाहेँ मैले। किनकि आज लास्टै थाकेको पनि अवस्था छ। अनि आज यतिमै मेरो भिडियो चाहिँ इन्ड गर्न चाहेँ। अनि तपाईँहरूलाई कस्तो लाग्यो भिडियो? गाउँको अर्ग्यानिक हो, त्यस्तो केही छैन। गाउँको के छ कस्तो छ। म पनि अलिक महिनापछि आएको गाउँ। मलाई चाहिँ एकदम रमाइलो लाग्छ कि गाउँमा बस्नको लागि। तर के गर्नु, आफ्नो बाध्यतावश आफू कहाँ पुग्नुपर्छ। गाउँमै बसेर पनि भविष्य छैन। त्यही भएर आफ्नो बाध्यताले कहाँ पुगिराख्नुपर्छ। त्यही भएर अब दसैँको बेला चाहिँ म गाउँ आएको छु। अनि गाउँ आउँदा एकदम रमाइलो लाग्छ मलाई, बसौँ लाग्छ। तर अब के गर्ने, त्यस्तै हुन्छ समस्या, आफ्नो बाध्यता छ। अनि हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर प्रतिक्रिया दिनुहोला। अनि कमेन्ट, लाइक, सब्सक्राइब चाहिँ नबिर्सी गरिदिनु होला। अनि हजुरहरूलाई पनि म एकदम मलाई जतिजनाले पनि सपोर्ट गर्नुहुन्छ उहाँहरूलाई मैले पनि एकदम फुल्ली सपोर्ट गर्नेछु। र आजसम्म मैले गरि पनि रहेको छु। जतिजनाले मलाई साथ सपोर्ट दिनुभएको छ उहाँहरूलाई मैले आजसम्म छुटाएको छु जस्तो पनि लाग्दैन। कतिपय कुरामा छुट्नु सकिन्छ, अब त्यो मिस्टेक त हुन्छ। तर पनि मैले सकेसम्म चाहिँ
मलाई साथ दिनुहुनेहरूलाई म पनि फुल्ली सपोर्ट नै गर्नेछु भन्दै सब्सक्राइब चाहिँ अनिवार्य गर्नुहोला अनि मेरो भिडियो फुल वाच गरिदिनु होला है त। हस् त, धन्यवाद।